नमस्कार। राष्ट्र प्रमुख, सरकार प्रमुख, नेपाली सेना, जेनजी पुस्ता, राजनीतिक दल र आम नागरिकलाई ऊर्जा तथा जलस्रोत विज्ञको हैसियतमा म इन्जिनियर श्रीराम नेउपानेको हार्दिक अपील। नमस्कार। सरकारी इन्जिनियरको जागिरबाट राजीनामा दिएर 4 वर्षको प्राध्यापन पश्चात आफ्नै नेतृत्वमा इन्जिनियरिङ कलेज खोलेर प्रिन्सिपलको रूपमा 8 वर्षसम्म कलेज सञ्चालन गरेको अनुभव, मेलम्ची खानेपानी आयोजनाको अम्बाथान खण्डको सुरुङ निर्माण, नागढुङ्गा सुरुङ मार्ग जस्ता राष्ट्रिय गौरवको आयोजना र 43 मेगावाटको अप्परमाथि जीरो जलविद्युत आयोजना निर्माणमा प्रोजेक्ट डाइरेक्टर जस्तो नेतृत्वदायी भूमिकामा रहेको अनुभव र 2 वर्ष बेलायतको बसाई सहित जम्मा 29 वर्षको अनुभवबाट नेपालको विकास र समृद्धिको खाकाबारे केही कुरा राख्न सान्दर्भिक ठान्दछु। बिचौलिया प्रवृत्ति, ढिलासुस्ती, विकृति, विसंगति र भ्रष्टाचारको सन्दर्भमा विगत 30 वर्षसम्म मैले देखेको र भोगेको समस्या कमसे कम आगामी पुस्ताले भोग्न नपरोस् भनेर गत 2 वर्षदेखि ऊर्जा तथा जलस्रोत विज्ञको रूपमा र राष्ट्रिय स्वतन्त्र पार्टीको ऊर्जा तथा जलस्रोत विभागको प्रमुखको रूपमा राजनीतिमा समेत सक्रिय रहेको छु। मेरो सोच र कामको स्पिडले देशको विद्यमान परिवेश, ऐन, कानून, नियम र सरकारी कर्मचारीको स्पिडसँग कहिल्यै कतै म्याच गरेन। तर पनि संघर्ष गर्दै आफ्नै नेतृत्वमा हजारौं इन्जिनियर उत्पादन गर्ने, आयोजना निर्देशक रहेर झण्डै 15 किलोमिटर सुरुङ खन्ने र दर्जनौं स्मरणीय सामाजिक गतिविधिमा संलग्न भई प्रबल जनसेवा श्री चतुर्थ श्रेणी लगायत थुप्रै पदक र सम्मान प्राप्त गर्ने अवसर प्राप्त भयो। सामाजिक सञ्जालको जगमा टेकेर जेनजी पुस्ताले आह्वान गरेको सोसियल इन्जिनियरिङ मुभमेन्ट रूपी आन्दोलनमा घुसपैठबाट भएको क्षतिलाई अलग राखेर हेर्ने हो भने जेनजी पुस्ताको देश बनाउने स्पिरिटबाट प्रभावित भएर नेपाललाई कुन बाटोबाट र कसरी छिटो विकसित र समृद्ध मुलुक बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो कर्मथलो जलविद्युत आयोजनाको सुरुङभित्रबाट एउटा भिडियो रेकर्ड गरेर जेनजी पुस्ता, सरकार प्रमुख, राष्ट्र प्रमुख, नेपाली सेना, राजनीतिक दल र आम नागरिकलाई एउटा सच्चा विकासकर्मीको हैसियतले महत्वपूर्ण सन्देश दिन गइरहेको छु। नेपालको भूगोलले बारम्बार भनिरहेको छ, जबसम्म तिमी 10,000 किलोमिटर सुरुङ निर्माण गर्दैनौ तबसम्म तिमीले तिम्रो अर्को पुस्तालाई विकसित नेपाल हस्तान्तरण गर्न सक्दैनौ। चाहे त्यो सुरुङ जलविद्युतको होस् वा खानेपानीको वा सिंचाईको होस् वा सड़कको वा खनिज उत्खनन गर्न होस् वा मेट्रो नै किन नहोस्। कुनै पनि व्यवस्था, दल वा नेताको एउटै लक्ष्य हुन्छ देशलाई विकसित र समृद्ध बनाउने। तपाई जति सुकै राम्रो भाषण गर्नुहोस्, जस्तो सुकै ठूलो आन्दोलन गर्नुहोस्, जति सुकै ठूलो क्रान्ति गर्नुहोस्, चाहे सिंगापुर बनाउँछु भन्नुहोस् वा नयाँ नेपालको नारा घन्काउनुहोस्, जे भन्नुहोस्, जबसम्म नेपालसँग भएको स्रोत चिन्नुहुन्न, पहिचान गर्नुहुन्न, जान्नुहुन्न र उपयोग गर्न सक्नुहुन्न, तबसम्म न त अर्थतन्त्र चलायमान हुन्छ न त अर्थतन्त्रको आकार नै बढ्छ। प्रकृतिले पृथ्वीको कुनै एक कुनामा एउटा स्रोत, अर्को कुनामा अर्को स्रोत खनाइदिएको छ। नेपाल यस मानेमा भाग्यमानी छ कि नेपालको भूगोलभित्र अथाह जलस्रोत छ, तर दुर्भाग्य नेपालको भूगोलभित्र रहेको अथाह जलस्रोतको न त पहिचान गर्न सक्यौं न त अधिकतम उपयोग नै। यसको उपयोग कसरी र कहिलेसम्म गरिसक्ने, त्यसको स्पष्ट नीति र खाका कोरेर कार्यान्वयन नगरेसम्म देश विकसित र समृद्ध बन्न सक्दैन। आगामी 15 वर्षभित्र नेपाललाई कसरी विकसित बनाउन सकिन्छ र जनतालाई धनी कसरी बनाउन सकिन्छ, अर्थात आजको प्रति व्यक्ति आय $1400बाट छोटो अवधिमा $5000 भन्दा माथि कुन स्रोतको उपयोग गरेर कसरी र कहिलेसम्म पुर्याउन सकिन्छ भन्ने नीति, योजना र स्पष्ट मार्गचित्र बनाउने कार्यमा मैले विगत 1.5 वर्षदेखि जनताको घर दैलोमै पुगेर 3 दर्जन हाराहारी ऊर्जा नीति संवाद कार्यक्रम गरेर एउटा निचोड निकालेको छु। 1 दशकभित्र अर्थतन्त्रलाई वात्तै उकासेका केही मुलुकहरूको उदाहरण म यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु। अत्याधिक जनसंख्या भएको छिमेकी राष्ट्र भारतले आफूसँग भएको अथाह खेतीयोग्य जमिनलाई अर्थतन्त्र वात्तै बढाउने स्रोतको रूपमा उपयोग गर्यो। तदनुरूप कृषिमा आधुनिकीकरणको मोडेल अपनाएर कृषकलाई तालिम दिई ज्ञान र सिप मात्र प्रदान गरेन,
समयमै बिउ बिजन सिँचाइ सुविधा रासायनिक मल उपलब्ध गराउनेदेखि भण्डारण सहित उत्पादित वस्तुको मूल्य निर्धारण गरेर बजारको ग्यारेन्टी गरिदियो। फलस्वरूप 1 दशकभित्र खाद्यान्नमा भारतलाई आत्मनिर्भर मात्र बनाएन, संसारको थुप्रै देशमा खाद्यान्न निर्यात गरेर अर्थतन्त्र वात्तै उकास्यो। ठिक त्यसै गरी चीनले औद्योगिकरणको नीति अवलम्बन गर्यो। स्वदेशी कच्चा पदार्थमा आधारित ठूला ठूला उद्योगहरू खोलेर मास स्केलमा उत्पादन गरी संसारका कुना कुनामा माग बमोजिमको गुणस्तरको र सस्तोमा बिक्री गरी संसारभरिको डलर आफ्नो देशमा खिच्यो र देशको अर्थतन्त्रलाई वात्तै बढायो। अरबियन मुलुकहरूले जमिन मुनि भएको पेट्रोलियम पदार्थ उत्खनन र प्रशोधन गरेर संसारभरि बिक्री वितरण गरी आफ्नो अर्थतन्त्रलाई वात्तै उकासे। यति मात्र होइन, मलेसिया, भियतनाम, दक्षिण कोरिया, सिंगापुर, हङकङ जस्ता मुलुकहरूले आफूसँगै भएको सम्भावनालाई अधिकतम उपयोग गरेर आज संसारको विकसित र धनीको सूचीमा सूचीकृत भएका छन्। तर विडम्बना, नेपाल आज पनि विकास र समृद्धिको गतिमा दौडी त रहेको छ, तर 1990 को दशक सँगसँगै विकास र समृद्धिको दौडको यात्रामा भाग लिएका अन्य मुलुकहरूले रातारात फर्को मारेर कहाँ पुगिसके। तर नेपाल आज एसिया प्रशान्त क्षेत्रको सबैभन्दा गरिब मुलुकको सूचीमा सूचीकृत भएको छ। जुन देशसँग जे स्रोत छ त्यसकै अधिकतम उपयोग गरेर 1-2 दशकभित्रै मुलुकको अर्थतन्त्र चलायमान मात्र होइन वात्तै बढाउन सकिन्छ भन्ने पाठ छिमेकी देशहरूले हामीलाई सिकाएका छन्। पञ्चायती कालमा हरियो वन नेपालको धन भनेर अर्थतन्त्रमा 2% मात्र टेवा दिएको हरियो वनको नारा घन्काएर अर्थतन्त्रलाई उकास्न नसकेको तथ्याङ्क हामीसँग छ। विगत 35 वर्षसम्म पनि नेपालको स्रोत के हो भनेर पहिचान गर्न नसकेर र त्यसको अधिकतम उपयोग गर्न नजानेर राजनीतिक अस्थिरतामा जकडिँदै भ्रष्टाचारको दलदलमा फसेर समय खेर गयो। 48 सालमा कांग्रेसको नेतृत्वमा भएको आन्दोलनबाट प्राप्त पहिलो अवसर कांग्रेसले गुमायो। 65-63 को आन्दोलनपछि प्रचण्डको नेतृत्वको दोस्रो अवसर माओवादीले गुमायो। सोसियल इन्जिनियरिङ मुभमेन्टका माध्यमबाट भर्खरै जेनजी पुस्ताको नेतृत्वमा भएको आन्दोलनबाट प्राप्त यो तेस्रो अवसरलाई कुनै हालतमा गुम्न नदिई नेपालसँग भएको स्रोत ऊर्जा र जलस्रोतका माध्यमबाट विकास र समृद्धिको यात्रा तय गरिनु पर्दछ। अब बन्ने सरकारमा प्रतिनिधित्व गर्ने व्यक्ति, संविधान पुनर्लेखनका बुँदाहरू, सरकार सञ्चालन विधि, आगामी निर्वाचनमा सरकारमा प्रतिनिधित्व गर्ने अनुहारहरूको छनौट सम्म जेनजी पुस्ता, नेपाली सेना, सरकार प्रमुख, राष्ट्रपति, राजनीतिक दल र हरेक नेपालीको ध्यान चाँडोभन्दा चाँडो नेपालमा उपलब्ध ऊर्जा र जलस्रोतलाई अधिकतम उपयोग गरेर 15 वर्षभित्र 50,000 मेगावाट बिजुली उत्पादन गरी स्वदेशमै खपत गर्ने लक्ष्य हासिल गर्नेतिर केन्द्रित रहनु पर्दछ। नेपालसँग अथाह जलस्रोत छ। पूर्वदेखि पश्चिमसम्म उत्तरी भेगको हिमालबाट पग्लेर र पहाडबाट मूल फुटेर निस्केको हिउँदको औसतको झण्डै 100 अर्ब घनमिटर सफा पानी र वर्षातको समेत 225 अर्ब घनमिटर पानी 8,848 मिटरको उचाइबाट 67 मिटरको गहिराईसम्म 150 किलोमिटर भित्र छङ उर्लेर 6000 नदी मध्ये झण्डै 3200 हिम नदी मार्फत तराईको भूभागलाई छिचलेर भारत हुँदै समुद्रतिर बगिरहेको छ। यो पानीभित्र धेरै तागत छ। मानव निर्मित संरचनालाई वर्षातको भेलले ध्वस्त पार्नेदेखि बाली नाली ध्वस्त पार्नेसम्म र खेती योग्य जमिनलाई डुबान क्षेत्रमा परिणत गर्नेदेखि 1 सेकेन्डभित्र मानिसको ज्यान लिनेसम्मको ताकत छ। त्यति मात्र होइन, पृथ्वीको 2/3 भूभाग र मानव शरीरको 2/3 भाग त्यही पानीले ढाकेको छ। नेपाल जस्तो गरिब मुलुकमा मानिसलाई लाग्ने 2/3 रोग नै दूषित पानी पिएका कारण लाग्ने गर्दछ। खानेपानी, सिंचाई, शहरीकरण, औद्योगिकरण लगायत दैनिक मानवीय र पृथ्वीको अस्तित्व पानीसँग जोडिएको छ। बिजुली उत्पादन गर्नेदेखि ग्रीन हाइड्रोजन र रासायनिक मल युरिया बनाउने सम्मका लागि पानी 100% नेपालमै उपलब्ध कच्चा पदार्थ हो। 9 लिटर सफा पानीमा 33 युनिट बिजुली खर्च गरेर इलेक्ट्रोलाइसिस विधिबाट 1 केजी हाइड्रोजन र 8 केजी अक्सिजन उत्पादन गर्न सकिन्छ। सिलिन्डरमा भण्डारण गर्न सकिने प्रति केजी हाइड्रोजनबाट जति बेला चाहियो त्यति बेला पुनः 20 युनिट बिजुली निकाल्न सकिन्छ। हाइड्रोजन ऊर्जाका माध्यमबाट एलपीजी ग्यास, डिजेल, पेट्रोल, मट्टीतेल, कोइला र दाउरालाई पूर्ण रूपमा विस्थापित गर्न सकिन्छ। वर्षातमा खेर जाने हरेक 33 युनिट बिजुली र 9 लिटर पानीभित्र 20 युनिट बिजुली सिलिन्डरमा भण्डारण गर्न सकिन्छ।
हाइड्रोजनमा नाइट्रोजन मिसाएर अमोनिया बनाउन सकिन्छ भने अमोनियामा सिमेन्ट कारखानाबाट निस्किएको कार्बन डाइअक्साइड मिसाएर युरिया मल बनाउन सकिन्छ। जलविद्युत र सौर्य ऊर्जा जेनजी पुस्ताका लागि महत्वपूर्ण ऊर्जाको स्रोत हो। अल्फा र बीटा पुस्ताका लागि ग्रीन हाइड्रोजन ऊर्जाको प्रमुख स्रोत हुनेछ। नेपालसँग जलविद्युत र सौर्यबाट गरी करिब 1,50,000 मेगावाट बिजुली उत्पादन गर्न सक्ने सम्भावना पोटेन्सियल छ। 100 अर्ब घनमिटर वार्षिक सफा पानी मध्ये 3 करोड नेपालीका लागि केवल 15 देखि 20 अर्ब घनमिटर पानी भए सिंचाई, खानेपानी, शहरीकरण, औद्योगिकरण र सबै प्रयोजनको निम्ति पर्याप्त हुने तथ्याङ्कले देखाउँछ। भूमिगत समेत लगभग बाँकी रहेर खेर जाने 80 अर्ब घनमिटर सफा पानी कहाँ र कसरी प्रयोग गर्ने र कसरी धन आर्जन गर्ने भन्ने कुरा महत्वपूर्ण छ। हाम्रो जस्तो जलस्रोतको अथाह सम्भावना भएको र 1,50,000 मेगावाट बिजुली उत्पादन गर्न सकिने स्रोत भएको देशमा विकास र समृद्धिको एकमात्र बलियो सूचाङ्क प्रति व्यक्ति प्रति वर्ष बिजुलीको खपत नै हो। हामी जस्तै देशहरूका बिजुलीको खपत र आयको ग्राफलाई हेर्ने हो भने एउटा निश्चित अवधिसम्म बिजुलीको खपत जुन दरले बढेको हुन्छ प्रति व्यक्ति आय पनि त्यही दरले बढेको पाइन्छ। तसर्थ जुन दिन हामीले 50,000 मेगावाट बिजुली उत्पादन गरेर स्वदेशमै खपत गर्न सक्छौं त्यही दिनदेखि नेपालीको प्रति व्यक्ति प्रति वर्ष बिजुलीको खपत 5,000 युनिट भन्दा माथि हुन्छ भने प्रति व्यक्ति प्रति वर्ष आय $5,000 भन्दा माथि हुनेछ। ऊर्जाको सन्तुलित उत्पादन र खपतबाट मात्र नेपाल विकसित र समृद्ध बन्न सक्छ। संसारका सबै विकसित र समृद्ध मुलुकहरूको बिजुलीको खपत 5,000 भन्दा माथि रहेको तथ्याङ्कले देखाउँछ। नेपालको सन्दर्भमा बिजुली र पानीको खपतको प्रमुख क्षेत्रहरू घर र घरको भान्सादेखि यातायात र यातायातको साधनसम्म, स्वदेशी कच्चा पदार्थमा आधारित ठूला उद्योग कल कारखानादेखि कृषिमा आधुनिकीकरणसम्म, आईटी डाटा सेन्टर र एआई देखि ग्रीन हाइड्रोजनसम्म, जडीबुटी र खनिज पदार्थ उत्खननदेखि प्रशोधनसम्म हुन्। डाटा सेन्टर र एआई को कुलिङ सिस्टममा सफा र चिसो पानी अत्याधिक मात्रामा खपत हुने तथा नेपालको पूर्वदेखि पश्चिमसम्मको उत्तरी हिमाली भेगमा जलविद्युत, सौर्य, वायु र हाइड्रोजन इनर्जी समेतको उपलब्ध भएको हुँदा नेपाललाई संसारकै उत्कृष्ट डाटा सेन्टर र एआई प्रविधिको लागि उपयुक्त उत्कृष्ट स्थानको रूपमा अनुसन्धानले देखाएको छ। एआईलाई हामीले 10 वटा प्रश्न सोध्दा एआईले उत्तर खोज्ने क्रममा आधा लिटर पानी खपत गर्छ। जीपीटी 4 स्तरको मोडेल प्रशिक्षण गर्दा 7 लाख लिटर पानी खपत हुन्छ। 1 युनिट बिजुली खपत हुने डाटा सेन्टरमा झन्डै 1.8 लिटर पानी कुलिङ सिस्टमका लागि आवश्यक पर्छ। 1 मेगावाट डाटा सर्भर सञ्चालन गर्न 50,000 लिटर पानी चाहिन्छ। गुगल, माइक्रोसफ्ट क्लाउड जस्ता प्रत्येक डाटा सर्भरले दैनिक लाखौं लिटर पानी खपत गर्छन्। उद्योग कल कारखानाको हकमा पनि त्यस्तै ठूलो मात्रामा पानीको खपत हुन्छ। 1 केजी कागज उत्पादन गर्दा 10,000 लिटर पानी खपत हुन्छ भने 1 केजी चामल उत्पादन गर्न 3,000 लिटर र 1 केजी दूध उत्पादन गर्न 1,000 लिटर पानी खपत हुने गर्दछ। डाटा सेन्टर, एआई र ठूला उद्योगहरूका लागि अत्याधिक मात्रामा सफा पानी र फरक फरक स्रोतको बिजुली आवश्यकता पर्ने भएकोले हाम्रो पुस्ताले ऊर्जा र जलस्रोतको अधिकतम उपयोग गर्दै अर्को पुस्ताका लागि संरक्षण गरेर राख्नु हाम्रो कर्तव्य हो। अल्फा र बीटा पुस्ताका लागि भने ऊर्जाको मुख्य स्रोत हाइड्रोजन ऊर्जा नै हुनेछ, जसका लागि ठूलो परिमाणमा बिजुली र पानीको आवश्यकता पर्दछ। अब हरियो धन नेपालको धनलाई होइन, कृषि र पर्यटनलाई पनि होइन, डिजिटलाइजेसन पनि होइन, शिक्षा र स्वास्थ्य निशुल्क बनाउन पनि पहिला ढुकुटीमा पैसाको जोह हुनुपर्दछ। अर्थतन्त्रको आकार वात्तै बढाउने र चलायमान बनाउने नेपालको सन्दर्भमा एक मात्र क्षेत्र ऊर्जाको सन्तुलित उत्पादन र खपत हो। यसलाई नेपालको विकास र समृद्धिको मोडेल बनाउन जरुरी छ। विगत 35 वर्षसम्म कृषि र पर्यटन नेपालको अर्थतन्त्रलाई उकास्ने प्रमुख क्षेत्र हुन् भनियो। कृषि र पर्यटनले अर्थतन्त्रमा पुर्याएको योगदानले प्रति व्यक्ति आय वात्तै बढेको छ त छैन? वन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग, खानेपानी, सिंचाई, शहर वा अन्य कुनै पनि क्षेत्रको विकास गर्न बिजुली अपरिहार्य शर्त हो भन्ने कुरा कसैले बुझेनन् र बुझ्न चाहेनन्। बिजुली घाँस पास कपास पछिको अपरिहार्य वस्तु हो। म त भन्छु बिजुली लोकतन्त्रको प्राण हो,
हरेक मन्त्रालयको लागि मुटु हो। 18 घण्टाको लोड सेडिङ हटाउने व्यवस्थापन गरेकै कारण, घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा पुर्याएकै कारण कुलमान लोकप्रिय बने, हरेक नेपालीको मुटुको धड्कन बने। तपाईँ कल्पना गर्न सक्नुहुन्छ 50,000 मेगावाट बिजुली उत्पादन गरेर स्वदेशमै खपत गरेर ठूला ठूला उद्योग खोलेर अर्थतन्त्रलाई चलायमान र अर्थतन्त्रको आकार वात्तै बढायो भने त्यो व्यवस्था, त्यो दल र त्यो नेता कति लोकप्रिय होला? अन्त्यमा व्यवस्था जुनसुकै होस्, दल जुनसुकै होस्, नेतृत्व जोसुकैले गरोस्, ऊर्जा र जलस्रोतको अधिकतम उपयोग गर्ने नीति, योजना र मार्गचित्र आजको आवश्यकता हो। 50,000 मेगावाट बिजुली उत्पादन गरेर स्वदेशमै खपत गरी आजको प्रति व्यक्ति 400 युनिट बिजुलीको खपतलाई बढाएर 5,000 युनिट पुर्याउन नसकेसम्म र आजको $1,400 प्रति व्यक्ति आयलाई बढाएर $5,000 पुर्याउन नसकेसम्म विश्व मानचित्रमा नेपाललाई विकसित र समृद्ध मुलुकको सूचीमा सूचीकृत गराउन सकिँदैन। अब बिजुली बेचेर होइन, स्वदेशी कच्चा पदार्थमा आधारित ठूला उद्योगमा बिजुलीको खपत गरेर उत्पादित वस्तु बेचेर धनी बन्नु पर्दछ। युवा जनशक्ति र जलशक्ति निर्यात गरेर होइन, बिजुली निर्यात गरेर होइन, त्यसको अधिकतम उपयोग स्वदेशमै गरेर नेपाललाई विकसित र समृद्ध बनाउनु पर्छ। विद्यमान प्रविधिमा आधारित रहेर थम रूलको हिसाबबाट के स्पष्ट देखिन्छ भने 1 लाख मेगावाट बिजुली र 1 अर्ब घनमिटर सफा पानी प्रयोग गरेर 6 खर्ब युनिट भण्डारण युक्त हाइड्रोजन इनर्जी उत्पादन गर्दा प्रति युनिट 5 रुपियाँका दरले हिसाब गर्ने हो भने वार्षिक 30 खर्ब बराबरको बिजुली र पानी नेपालबाट खेर गइरहेको पाइन्छ। यसका लागि कम्तीमा 5 वर्ष टिक्ने बहुमतको सरकार, स्थिर नीति, सुशासनको प्रत्याभूति, अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि विश्वसनीय वातावरण सहित इमानदार र नैतिकवान देशभक्त नेतृत्व अपरिहार्य छ। धन्यवाद। जय देश, जय ऊर्जा।